तपाईँले ढुङ्गेधाराको यो चिया घरमा हुनुहुन्छ होइन, चिया पिउँदै हुनुहुन्छ। तपाईँ एउटा युवा पनि हुनुहुन्छ। अहिले चियाका पारखीहरू चाहिँ यस्तै यस्तै खालका चाहिँ कहाँ चिया पाइन्छ अलि राम्रो ठाउँ होइन भनेर पनि खोजेर चिया पारखीहरू हिँडेको हामीले पाइरहेका छौँ। तपाईँलाई पनि अहिले तपाईँ एउटा चाहिँ युवा पुस्ताको व्यक्ति पनि हुनुहुन्छ। कस्तो छ चिया यो ढुङ्गेधाराको चिया घरमा आएर यो चिया पिउँदै गर्दा यसको स्वाद कस्तो लाग्यो हजुरलाई? धेरै मिठो छ। हजुर, यसको स्वाद एकदमै अन पोइन्ट अनि स्पाइसेसहरू पनि बेस्ट। अनि मलाई यहाँको चिया चाहिँ एकदम मनपर्छ। अहिलेका युवा पुस्तालाई के भन्नुहुन्छ? यो चिया जुन ढुङ्गेधारामा रहेको यो चिया खाने ठाउँ छ, ढुङ्गेधाराको यो चिया पारखीको लागि जुन खोलिएको ठाउँ छ, के भन्नुहुन्छ युवा पुस्ताहरूलाई यहाँ आउनुहोस्, तब यहाँको चिया कस्तो छ, के सन्देश दिन चाहनुहुन्छ? यो एरियामा हुँदा या लाइक यही प्लेस आउँछ भनेर आउने हो भने चाहिँ यु सुड डेफिनेटली कम। अनि यो वातावरण कस्तो लागेको छ? इट्स भेरी प्रिटी। लाइक चिल गर्नको लागि विथ फ्रेन्ड्स अर विथ अलोन टाइमको लागि पनि आउँदा इट्स बेस्ट। किन भन्दाखेरि अलिकति मान्छेले खुल्ला ठाउँ पनि खोज्छन् होइन, शान्त वातावरण पनि खोज्छ। कस्तो लाग्यो शान्त वातावरणको अवस्था हेर्ने हो भने? पिसफुल लाइक रेसिडेन्सियल एरियामा भएर पनि होला, लाइक हल्ला पनि त्यस्तो छैन। एक्लै टाइम स्पेन्ड गर्न फर टी आउँदाखेरि इट्स भेरी गुड। फ्यामिली वातावरण चाहिँ कस्तो हुन्छ होला जस्तो लाग्छ तपाईँलाई? फ्यामिली नै आउँदाखेरि पनि आई थिङ्क ठिकै हुन्छ होला। लाइक अब स्मोक गर्ने यताउति एरियालाई चाहिँ छुट्याउनु भएको छ भने चाहिँ राम्रो हुन्छ। अलि स्मोकलाई चाहिँ अलि ध्यान दिनु पर्यो फ्यामिलीको लागि चाहिँ। हजुर हजुर। जाँदा जाँदै अन्तिममा के भन्नुहुन्छ? अन्तिममा एभ्रीवन सुड ह्याभ यहाँको टी। थ्याङ्क यू। थ्याङ्क यू।